एकादेशमा एउटा एकदमै ठुलो बिजनेसम्यान रहेछ होइन, एकदमै धनी, तर चाहिँ एकदमै लोभी रहेछ कि त्यो चाहिँ होइन। त्यसपछि त्यहाँ चाहिँ उसलाई चाहिँ एक दिन एकदम बिरामी भएछ, हस्पिटल लिएर गएको। अनि त्यसपछि डक्टरले चाहिँ के भनेछ भन्दा अब उहाँलाई चाहिँ हामीले बचाउन सकिँदैन, घर लिएर जानुहोस्, अब उहाँको चाहिँ भोलि चाहिँ लास्ट डे हुन्छ, भोलि उहाँको डेथ हुन्छ भन्दैछ अरे होइन। त्यसपछि उनीहरूले फर्काएर लिएर आएछन्। अनि त्यसपछि फर्काएर लिएर आएर चाहिँ बाहिर बरन्डामा हुन्छ नि गुन्द्री बिछाएर चाहिँ सुताएछन् होइन। अनि त्यहाँ भोलि बिहान भएछ, अब बिहान त सबै अब डेथ हुने भएछ, सबै परिवारको वरिपरि चाहिँ त्यही जम्मा भएर बसेछन् होइन। अनि त्यसपछि त्यहाँ चाहिँ अनि त्यसको 3टा छोरा थियो अरे, 3टा छोरा पनि वरिपरि बसेछन् होइन। अनि त्यसको बुढी पनि बसेछ अरे होइन। त्यसपछि त्यहाँ चाहिँ अनि त्यसले चाहिँ बुढीलाई चाहिँ बिस्तारै सानो छोरा भनेछ अरे कि बुढी मेरो 3टा छोराहरू खै त भनेछ अरे होइन। चिन्ता नगर्नुहोस्, म पनि यहीँ छु, हाम्रो 3टा छोराहरू पनि यहीँ छन् भनेछ अरे होइन। त्यसपछि त्यहाँ त रिसाएछ अरे, 3टा छोरा यहाँ छन् भने काम कसले गरिरहेछ त, मेरो बिजनेस कसले सम्हालिरहेछ, म त अब मरेर गइहाल्छु होइन, म मरेर जान्छु भन्दा मेरो अगाडि आएर बस्नुपर्छ, बिजनेस सम्हाल्नु पर्दैन, घाटा भयो भने के गर्ने भनेछ अरे होइन, लास्टै लोभी। त्यसपछि त्यहाँ चाहिँ अनि होइन त्यस्तो नभन्नुहोस् भनेर सम्झाएछन् अरे होइन। त्यसपछि अनि 3टा छोराहरूले चाहिँ के गर्छ भन्दा अब बाबा त एकछिनमा त बित्नुहुन्छ होइन, अब बाबालाई चाहिँ अब घाटसम्म लानु पऱ्यो, अब कसरी लाने त भनेर प्लान गराएछन् होइन। पहिला सुरुमा चाहिँ के भएछ भन्दा जेठो छोराले भनेछ अरे, जेठो छोराले के भनेछ त भन्दाखेरि अब यत्रो हाम्रो धेरै सम्पत्ति छ, बाबाले यत्रो सम्पत्ति जोड्नु भइसक्यो होइन, अब बाबालाई चाहिँ के गर्नुपर्छ भन्दा हामीले धुमधामसँग गाउँभरि ठाउँ गरेर मजाले एकदम पुरै गाडीहरू होइन, पुरै ट्रकहरू के हुन्छ होइन, प्लेनहरू पनि मगाएर चाहिँ हामीले घाटसम्म लानुपर्छ, सबैलाई थाहा दिनुपर्छ भनेछ अरे होइन। त्यहाँ चाहिँ अनि माइलो चाहिँ छोराले भनेछ अरे, त्यो चाहिँ अझै लोभी थियो अरे अलि, होइन कहाँ त्यो त धेरै खर्च हुन्छ है, यत्रो धेरै सम्पत्ति जोड्नु भएको छ बाबाले दुःख गरेर, अनि खर्च गरिदिने एकैचोटि हुँदैन। अब बाबालाई चाहिँ कसरी लानुपर्छ भन्दाखेरि अब घरमा एउटा स्कुटी छ, स्कुटीमा पछाडि हालेर लिएर गयो भने हुन्छ, केही फरक पर्दैन, मान्छे मरिसके किन पैसा खर्च गर्ने भनेछ। त्यहाँबाट चाहिँ अनि कान्छो चाहिँ झन् लोभी, कान्छो चाहिँ कहाँ हुन्छ त्यहाँ स्कुटीमा लाँदाखेरि तेल खर्च हुँदैन, बरु अब के गर्ने त भन्दाखेरि अब यो नगरपालिकाको गाडी आउँछ नि 4को गाडी, त्यही गाडीमा हालिदिउँ है, जसरी पनि मान्छे मरिसकेपछि त के नै भएर भनेर बनेछ। त्यहाँबाट चाहिँ नि अब त्यो बिजनेसम्यान त त्यहाँ मरिसकेको थिएन, सुनिरहेको थियो कुरा, अनि उसले चाहिँ सुनेर बसिरहेको थियो होइन। अनि उसले छोराहरूको कुरा सुनेर जुरुक्क उठेछ अरे क्या, जुरुक्क उठेर चाहिँ अनि सबैतिर हेरेछ, सर हेरेछ होइन, हेरेर के भन्छ त्यहाँबाट त खै मेरो जुत्ता ल्याऊ भनेछ अरे होइन। किन भनेको त अब मेरो मर्ने बेला भइसक्यो, अब म बरु हिँड्दै जान्छु, ठ्याक्क घाटमा गएर मर्छु, केही गर्नु पर्दैन, पुरै खर्च पनि बच्छ भनेछ अरे।